यहाँ हाम्रो ट्री हाउस यहीँ छ हो। यहाँ भाइ चाहिँ आगो फुक्दै रहेछ। यतिको टेस्ट चाहिँ खायो हुन्छ हो चिया चाहिँ। भन्दाखेरि अब मेरो पहिलोचोटि हो यसरी क्याम्पेनिङमा। यो चाहिँ हाम्रो प्योर हाम्रो अर्ग्यानिक कोदोको पिठो हो यो चाहिँ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ म मेरो अस्तिको भाइरल ट्री हाउसमा जाँदैछु। आज चाहिँ वान नाइट क्याम्प गर्ने। आज चाहिँ मसँग चाहिँ एकजना स्पेसल साथी छ हो। ऊ चाहिँ हाम्रै गाउँको मेरो भाइ हो, यहाँ छ हो। हेलो। उसलाई लिएर आएको छु। र गाइस आज चाहिँ मैले उसलाई किन लिएर आएको भन्दा चाहिँ ऊ चाहिँ यो घरको हो मालिक है। आज चाहिँ किन मैले अब उसलाई चाहिँ अफर दिनुपर्ने छ हो। किनभने अस्ति मैले ट्री हाउस बनाएको चाहिँ उसको बारी हो नि त, मेरो मामाको छोरा हो ऊ चाहिँ। अनि उसलाई चाहिँ आज मैले ट्री हाउसमा वान नाइट क्याम्प गर्ने हामीले चाहिँ प्लान गरेको थियौँ अस्तिदेखि। र आज चाहिँ हामी जाँदैछौँ। निकै रात पनि परिसकेको छ हो। र हाम्रो ट्री हाउस यहीँनिर नजिकै छ। अन्त यो ब्याकग्राउन्डमा देख्दै गर्नु भएकोहरू घर चाहिँ यहाँ चाहिँ बस्दैन अरे, उहाँहरू चाहिँ माथि सरेको छ हो। सो त्यही हो गाइस। अनि हाम्रो ट्री हाउस यहाँ छ हो। ठुलो आँपको रुख यहाँ छ हो। पुगिहाल्छ, नजिकै छ यहाँनिर हो। तब हामी चाहिँ छिटो गएर त्यहाँनिर आगो फुक्ने चाहिँ सफा गर्नुपर्ने छ हो। अनि पानी परतिर खोल्चामा ल्याउनु पर्ने छ। सो गाइस त्यही हो, आज बस्ने वान नाइट बस्ने इन्जोय गर्ने हो। कस्तो हुन्छ आज र तपाईँहरू भिडियोमा बनिबस्नु होला। भिडियो मन पर्ने लाइक गरिदिनुहोस् होला। तपाईँहरू नयाँ छ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला। हाम्रो फाइनल ट्री हाउसमा चाहिँ हेर्नुहोस् आइपुगेको छु। ल भेट्दै गरौँ है। ल अब चाहिँ हामी चाहिँ यहाँ गयो हुँदैछ है। निकै जस्तै मान्छे त यहाँ चढ्न डराउँछ हो। अब यहाँ मेरो एकदम नेचुरल डोर खोलेर चाहिँ यसलाई चाहिँ यहाँनिर माथि यसलाई चाहिँ यहाँ फसाउनु पर्ने थियो। अब सकिन त, धागो छ रहेछ नि। साह्रो पऱ्यो, बेक्रा मान्छेसँगै सर्ने हुँदैछ। यस्तो छ हाम्रो चुल्हाहरू चाहिँ यहाँ छ हो। सक्छौ भने आउनु। यहाँ हाम्रो सामानहरू चाहिँ यत्रो बेसी छ हो। होइन पालि ब्याग खोला त, ब्याग अल्झिन्छ न। यस्तो छ भाइ चाहिँ आउँदैछ। यो चाहिँ खानु पर्ने। लु त एकछिन म हाल्छु ल भित्र। लुगाले त्यो ब्यागहरूले नि हाम्रो ब्यागलाई त्यतातिर राखेको। यस्तो छ हो एकदम। आज चाहिँ हामी चाहिँ यो ट्री हाउसभित्र चाहिँ वान नाइट चाहिँ एकदम मजाले काट्ने हो दाजुभाइ। एकदम म चाहिँ एकदम टाढोबाट आएको छु है। आज चाहिँ भाइले ढिलो गरेर छैन नि यहाँ हेर्नु, रात परिसक्यो हो। खास चाहिँ हामी दिउँसो आउने भएको थियो हो, तर पनि केही छैन, आज समय त छ हो। अब चाहिँ हामी आगो फुक्छौँ। त्यहाँदेखि आगो फुकेर चाहिँ अब के हुन्छ खानेकुरो के छ हो त्यो बनाइ खान्छौँ। त्यहाँदेखि पानी ल्याउनु पनि जानुपर्ने छ हो। सामानहरू निकालौँ है। यहाँ चाहिँ पानी चाहिँ धारा यहीँनिर छ हो। यहीँनिर छ धारा। अहिले चाहिँ यहाँ पानी पलाइसकेछ हो। अनि नजिक छ पानीको क्यारेज चाहिँ छ। अनि हाम्रो ट्री हाउस यहीँ छ हो। यहाँ भाइ चाहिँ आगो फुक्दै रहेछ। अन्त निकै रात परिसकेको छ हो।
त्यो अलि यो पानी पलाएकोले गर्दाखेरि नजिक छ हो, त्यही भएर सुविस्ता छ पानी बोक्नु चाहिँ। अब पानी लगेर जाँदैछु। अब यहाँ फर्स्टमा चाहिँ चिया पकाइ खानुपर्छ हो, त्यहाँदेखि चाहिँ खाना सब्जीको सुरु हुन्छ। त्यस्तो छ। ल अब चाहिँ हाम्रो चाहिँ यहाँ चिया खाइ हुँदैछ हो। यहाँ हामी चाहिँ भर्खर चिया पकाइसकेर अन्त चिया र बुनरले चाहिँ हाम्रो अहिलेको खाजा निकै भोक लाग्यो जस्तो भयो। चिया चाहिँ फेरि यस्तो खायो हुन्छ नि यतिको टेस्ट चाहिँ खायो हुन्छ हो चिया चाहिँ। यो कति चाहिँ स्वाद हो के माथि चाहिँ नराख्नु यो खाएर चाहिँ एकछिन रेस्ट गरेर चाहिँ त्यहाँदेखि चाहिँ खाना सब्जी पकाइन्छ। यस्तो चाहिँ अब हाम्रो चाहिँ खाजा खाएर यो डुनट चाहिँ मेरो फेभरेट हो। डुनट र चिया चाहिँ यो कम्ती भनेर अलिक खाऊ भइहाल्छ। चिया चाहिँ दामी छ यहाँ हेर्नुहोस् है। हाम्रो चिया चाहिँ खाए जस्तै हुन्छ हौ, ब्याकग्राउन्डमा देख्ने हुन्छ साह्रो। दुखै त अब चाहिँ हामी चाहिँ खाना पकाइ हुँदैछ। यो पुग्छ एक हाल्नु सबै हाल्नु हुन्छ। तपाईँ कति खानुहुन्छ? म त कहिले खान्छु। चामल चाहिँ के लगाएको पनि छैन सबै छ। चाहिँ अब हाम्रो खाना बस्यो यहाँ चाहिँ खाना बस्यो। यहाँ चाहिँ दुध छ हो। सुरु गर्न आँटेको हामीले चाहिँ किनभने आज धेरै लेट पनि भयो। सब्जी पकाइसक्नु गर्दा अहिले 11 बज्यो। 11 बज्न आँट्यो। त्यस्तै भइसकिसक्यो। अब हाम्रो चाहिँ यहाँ सबै रेडी भइसकिसक्यो है। अब भाइले खाना पस्किन्छ, म चाहिँ सब्जी पस्किन्छु। हाम्रो सब्जी चाहिँ यहाँ खतरा छ आइटम हो। मजाले हातले खानु पऱ्यो नि त। अब किनभने धुइमै राख्नु कसलाई सब्जीलाई यसलाई धुइँबाट पस्किन्छु नि। खाना चाहिँ पस्केर खाना
यता पसेर पनैती कसेर हाल्नु छ हाम्रो चाहिँ आज यस्तो छ है हेर्नुहोस् है सुरु गरौँ सुँगुरको मासु सुरु गरेँ हामीले चाहिँ यहाँ मजाले खाइन्छ अब अब अहिले हामी चाहिँ खाना सब्जी सबै खाइसकेर चाहिँ हो एकछिन हल्का रेस्ट गरेर चाहिँ यहाँ ओछ्यान पनि लगाइसकिसक्यौँ हो भाइ चाहिँ भुइँमा सुत्छ हो ऊ चाहिँ लामो छ त्यही भएर चाहिँ भुइँमा सुत्छ अनि म चाहिँ यहीँ बेडमै सुत्छु हो यहाँ हाम्रो ओछ्यानहरू सेट भइसकेको छ हो अन्त अहिले चाहिँ पुरा लाइटिनिङ पनि गर्दैछ पानी पर्ला जस्तो हुँदैछ हो एकछिन बाहिर शीतल हावा खाएर त्यहाँदेखि चाहिँ हामी चाहिँ अब यहाँ सुत्छु किनभने अहिले त 12 बज्यो होला है 12 बजे पुरै लेट भइसकिसक्यो हो अन्त बिहान पनि फेरि ढिलो उठायो भन्छ निन्द्रा नपुगेर हो बेसी बाहिर जाउँ अब खानु भाइ त यहाँ खोल्चा गरेर नुहाइकन आयो हो गर्मी भएर अब चाहिँ हामी यहाँ सुत्छौँ हो निकै थाक्यो हो खाना पनि डल्लो खाइगयो चाहिँ पानी पर्दैछ यो चाहिँ यहाँको रुख चाहिँ यस्तो छ अब चाहिँ हामी चाहिँ ओछ्यानहरू चाहिँ अघि लगाइसकेकै छौँ अब गएर सुत्नु मात्रै छ अनि यस्तो सर्ट गर्दै आउँदै हो भाइसँग शीतल हावा खाँदै हो बसेको अब चाहिँ हामी सुत्छु मेरो सबैजनालाई गुड मर्निङ भन्ने आज चाहिँ हामी यहाँ चिया खानु आँटेको है चिया हाम्रो चाहिँ यहाँ रेडी भयो हो यस्तो छ चिया यहाँ चिया तर पनि खतरा छ नि फेरि मकै तेल छोटो पर्छ पनि हाम्रो बिहानको चाजा खाए जस्तो छ मकै र चिया हो यो चाहिँ हाम्रो प्योर हाम्रो अर्ग्यानिक कोदोको पिठो हो यो चाहिँ अब यसको चाहिँ हामी यहाँ अब यसलाई चाहिँ मुसेर चाहिँ हामी यहाँ बिहानको खाजा खाइ हुन्छ हो यसको मैदा मिसाउँ है यसमा के को हुन्छ उसमा त कम्ती आउँछ अब यसमा बसाइन्छ यो चाहिँ हाम्रो कोदोको रोटी कोदोको रोटी मिठो भएछ यस्तो हुन्छ कोदोको रोटी चाहिँ यहाँ मिठो भएछ
ल त गाइस अब भने चाहिँ हामी चाहिँ भिडियो इन गरेर चाहिँ अब ब्याक टु होम घर गयो हुँदैछ हो। जोस् मजा आयो। मलाई चाहिँ यो ट्री हाउस छोडेर जानै मन पर्दैन हो। यहाँ आएपछि यस्तो मजा लाग्छ कि बस्नु। अन्त भाइ पनि छ, अब भाइ पनि फर्किन आँटेछ मसँग हो। सबै सामान सबै निकालिसकेर हो, फोटोसोटो खिच्यौँ। अन्त आजको वान नाइट एक्सपिरियन्स कस्तो भयो? वान नाइट एक्सपिरियन्स त मलाई त एकदमै मजा आयो। किन भन्दाखेरि अब मेरो पहिलोचोटि हो यसरी क्याम्पेनिङमा मेरो एक्सपिरियन्स। पहिल्यै मैले भिडियो हेर्दाखेरि मलाई एकदमै जानु मन परिरहेको थियो, आउनु मन परिरहेको थियो तपाईँसँग। अनि आज चाहिँ एकदमै सपना पनि पुरा भयो भनौँ। अनि तपाईँहरूले भिडियोहरू हेर्नुहुन्छ होला उहाँलाई सपोर्ट गरिदिनुहोस् होइन, उहाँको कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। तपाईँहरूको एउटा कमेन्ट सेयरले एकदमै हौसला मिल्छ अनि सपोर्ट हुन्छ। यतिकै सपोर्ट गर्ने चाहिँ पाउनुपर्छ है। ल त गाइस तपाईँहरू पनि सपोर्ट गर्नुहोस् होला। तपाईँहरूसँग पनि म एक दिन क्याम्प गर्नेवाला छु, यसरी नै हो। वान नाइट मजा लिनेछु भन्दै आजको भिडियो चाहिँ यहीँ इन गर्नेवाला छु। नेक्स्ट भिडियो पनि हेर्दैछु, अब राम्रै ल्याउँछु भनेर चाहिँ मेरो प्लान छ है, छिटै ल्याउँछु भनेर चाहिँ प्लान छ। अब यो भिडियो पनि म छिटै हालिदिइहाल्छु, हेरेर इन्जोय गर्नुहोस् होला। कस्तो लाग्यो भिडियो, मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनुहोस्, सपोर्ट गर्नुहोस् तपाईँहरूले पनि हो भन्दै आजको लागि चाहिँ बाई बाई।